ढुङ्गा कन्यायो ढुङ्गै चुडिन्छ, माटो कन्यायो माटो खोर्सिन्छ, मुढा खन्यो मुढा पोख्यो मुढा नै भाँचेर आउँछ। गरिबको कहीँबाट छैन। अब खायो ऋण नै सम्झ्यो, सुत्यो ऋण नै सम्झ्यो। खाएको बेलामा घिन्न सम्झाउनु गरे, सुत्ने बेलामा ऋण सम्झाउनु गरे भनेर भन्छ। भारी बोक्नु थालेको 25-26 वर्षदेखि 49 सालदेखि मैले ढुङ्गामा बसेको। धेरै छ तिर्नु तार्नुहरू, समस्याहरू धेरै छ। ब्याङ्कको हाकिमहरूले पनि तेरो मान्छेको सामने म बजेट दिन्छु, चाहिँदामा म बजेट दिन्छु भनेर नभन्नु। म जान्छु, घर जान्छु, म जाँदा नजाँदा यत्तिकै साउको टाँटी लाएर चाहिँ आएर चाहिँ मेरो चाहिँ घरमा मेरो ताइजत भयो भने घरमा बरु यहाँ बस्यो भने तिर्नु नसकौँ, बाघाको मुख सिधा भयो भने बाघाले त क्रप्प खाँदैन मलाई। शिर पाउ सबैले भेट्छ, यसले भेट्दैन, नाक दुख्छ, इज्जत जान्छ। मेरो इज्जतको बचत गर्दाखेरिमा साह्रो परेको छु क्या नानीमा। अनि हामी दया गर्छौँ भनेर उहाँले चाहिँ दया गर्नुहुन्छ भने कि 2 वर्ष आज खान्छु। सुखलाई पनि दुःख मान्दा दुःख नै हुन्छ, दुःख पनि सुख मान्दाखेरिमा मानियो भने सुख नै हुनु जाँदो रहेछ नानी।